आमा हजुर के गर्दै हुन्छ? पूजा गर्दैछु नि। ए आज एकादशी अनि पूजा गर्नुभएको? म तँलाई भन्छु मान्दिनस् अनि मैले त गर्नु पर्यो नि। अनि म भ्याउँदिनँ नि त आमा, तपाईँ अब सासू मान्छे, तपाईँलाई म चिया पूजा गरिसक्ने बित्तिकै चिया सिया दिन्छु, मैले त गाई बस्तु गर्नु पर्यो हो कि होइन भन्नु त? तपाईँ अब पूजा गर्दा के भयो त? त्यही त हो नि तपाईँको कर्म गर्नु न। अनि मैले भन्दा मान्दिनस् त मैले त गर्नु पर्यो नि। पछि गर्छु नि, पछि भ्याएपछि। अहिले हजुर गर्दै गर्नु न। अनि पूजा गरेर अनि के भन्दै हुन्छ भगवान्सँग? वरदान माग्दै हुन्छ? अब के माग्नु भगवान् त्यही त माग्नु पर्यो। भगवान्सँग आशीर्वाद त माग्ने हो त, के माग्नु त होइन आमा?